दर्शकबिन कैलालीमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। 3 जना यहाँ घटनास्थलमा बित्नु भएको रहेछ। हजुर 10-11 जना घाइते हुनुहुन्थ्यो। मलाई चाहिँ एम्बुलेन्स र अनि पुलिसहरुको गाडीमा हालेर पठाइसकेको थियो। दर्शकबिन नमस्कार, मेरो नाम हो भीम मगर। दर्शकबिन बर्दगोरिया गाउँपालिका वडा नम्बर 4 बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश 01002 त 4951 नम्बरको ट्र्याक्टर लम्की चुवा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो। कति बजीतिर आएछ त्यहाँ आउनु त? हाम्रो त्यहाँबाट 11:30 बजीतिर त्यहाँबाट लास्ट निक्ल्यो। त्यसको लगभग 15-20 मिनेटपछि हामी निक्ल्यौँ। हजुर हामी यहाँ पुग्ने बेला गाडी यहाँ पल्टेको थियो। अनि 3 जना यहाँ घटनास्थलमा बित्नु भएको रहेछ। हजुर 10-11 जना घाइते हुनुहुन्थ्यो। मलाई चाहिँ एम्बुलेन्स र अनि पुलिसहरुको गाडीमा हालेर पठाइसकेको थियो। त्यसपछि हामी यहाँ पुग्यौँ। कतिजना पछि तपाईँ आइसि कतिजना ट्रायलमा कतिजना बस्नु भएको थियो भनेर? त्यो अन्दाजा 25-30 जना जति बस्नु भएको थियो। हजुर यो एसीमा ट्र्याक्टर हजुर यो कसरी चाहिँ हुनु पुग्यो भनेको के बुझ्नु भएको थियो? अरू पछाडिबाट प्रत्यक्षदर्शीको अनुसार त्यो ड्राइभरले गाडी चलाइराखेको थियो। त्यसपछि लिक छोडिराखेको थियो अरे। लिक छोड्दै नि पल्टियो भन्ने कुरो आएको छ। त्यसले गर्दा हामीले अनुमान के लगाउन सक्छौँ भने या त्यसको स्टियरिङ फेल भयो या चाहिँ निदायो ड्राइभर, त्यो हुन सक्छ भन्ने छ। अनि हामीले मादक पदार्थ खान्थ्यो कि नै के थियो त्यो ड्राइभरको भन्दाखेरि नै मादक पदार्थ सेवन गरेको थिएन, त्यसले रक्सी पनि खान्थेन। इन्डिया बस्ती भर्खर आएको ड्राइभर होइन, उसले गाडी राम्रै चलाइरहेको थियो। त्यो 81 लिक छोड्दै गाडी छेउछेउमा आउँदै भएको भन्ने पछाडिबाट मोटरसाइकलबाट आएको हाम्रो साथीहरूले भन्दाखेरि हजुर सायद त्यो स्टियरिङ फेल भयो, गाडी कन्ट्रोल गर्न भएन तलको, या चाहिँ गाडी चलाउँदै राति अनिदो भयो। 2-3 दिन भयो त्यहाँ लासहरू बितेको होइन। कुर्दाखेरि अनिदो पनि हुनसक्छ, त्यो अनुमान गर्न सकिन्छ। 3 जनालाई चेपेको थियो कि अथवा अरू मान्छेहरू त्यसले त्यहाँ माथि भएर छ? यो कस्तो थियो भने यहाँ चेपेको रहेछ। अर्को ट्र्याक्टर आएर फेरि त्यो टोचन लगाएर ट्रालीलाई पल्टाएपछि ती निस्के, मृतकहरू पनि त्यहाँ निस्क्यो, केही घाइतेहरू पनि त्यहाँ निस्क्यो। कसैको टाउकोमा हातमा खुट्टामा चोटहरू लागेछ भन्ने कुरो आएको छ। हामी पनि अब मलाममा आएको, यहाँबाट मान्छेहरू गइसकेपछि अब जलाउने ठाउँमा पुग्यौँ। अब त्यहाँ अहिले सेती नै त्यो लाल रत्न अस्पतालमा घाइतेहरू हुनुहुन्छ अरे भन्ने कुरो सुनेको छ। ड्राइभरलाई कस्तो छ अहिले? ड्राइभरलाई सामान्य चोट छ अरे, ड्राइभरको पनि हातमा चोट छ भन्ने कुरा सुनेको छ। हामीले देखेका चाहिँ छैनौँ। ट्राली मात्र बस्नु थियो, खालि ट्र्याक्टर टाउ मात्रै कोही बसेको थिएन, ट्रायल मात्र थियो कि अरू पनि थियो? हजुर त्यो हामीले चाहिँ देखेनौँ। जहाँसम्म हामीले बुझे अनुसार ट्रालीमा मात्रै मान्छेहरू त्यहाँकोलाई चोट लागेछ। हजुर केही चाहिँ कस्तो हुन्छ, ट्राली पल्टिँदा पनि बस्नु भएको छ। ट्राली पल्टेछ गप्पको त्यहाँ पनि पछि ट्राली उठाएपछि पनि बस्नु भएको छ। हजुर घाइते 10-11 जना हुनुहुन्छ भने। हजुर यहाँबाट धेरै टाढा जस्तो यहाँ कति टाढा थियो त्यो परसम्मको? यहाँबाट त्यहाँ त्यो हामी आउने बेला त्यहाँ 20-25 टाढा थियो। त्यति टाढा यहाँदेखि लगभग तपाईँको 15-20 मिटर तल हाइवेदेखि तल पल्ट्या थियो। एउटा चाहिँ मलामी जानु भएको छ, मान्छे बिति जाएको एउटा मात्रै घटना घटेको छ कि अब घटनास्थलमा 3 जनाको छ, 6 जनाको छ। कति वर्ष उमेरको हुनुहुन्छ उहाँ चाहिँ एकजना 17-18 वर्षको युवा नै हो। अनि अर्को लगभग 25देखि 28 वर्षसम्मको एकजना हो। अनि अर्को चाहिँ अलि लगभग हजुरको 60-65 वर्षको हुनुहुन्छ 3 जना मृतक चाहिँ। हजुर एकजना 60-65 वर्षको हुनुहुन्छ, एकजना त्यो 25देखि 28 वर्ष 30 वर्षसम्मको छन्, एकजना चाहिँ 17-18 वर्षको हुन्। तब यो घटना यसरी घटिरहेको छ, घटनाक्रम पनि यो रोड हाइवे साइडमा यो मन्दिर हाइवेमा छौँ हामी। यसरी चाहिँ दुःखद घटनामा पनि फेरि दुःखद थपेको छ 3 जनासँग। के छ भन्नु तपाईँ ड्राइभिङ चालकलाई के छ भन्नुहोस् तपाईँ? सबभन्दा त के भन्छ, यो महेन्द्र राजमार्ग जो भएको छ नि, यसको मापदण्ड अब 84 फिट 82.5 फिट छ। यो चाहिँ साँगो रहेछ यो होइन। हामीले यो दुर्घटना बढी हुने कारण नै त्यही हो। यसलाई अलि चौडा बनाउनु पर्थ्यो। धेरै पटक सरकारहरू आए, धेरैचोटि हामीले कुराहरू सुनेका छौँ होइन। यो हाइवे चिसापानीदेखि गड्डा चौकीसम्म चौडा हुनेछ भन्ने यहाँकै माननीयहरूले भन्छन्, यहाँकै मुख्यमन्त्रीले भन्छन्, यहाँ भनौँ न सबैले भनेको हामीले सुनेका छौँ, तर काम गर्दैनन्। यदि त्यो भइदिएको, यो चौडा भइदिएको, यो घटना घट्ने थिएन। खास भनेपछि बाटो साङ्ग्रो नै एकदम त्यो हो। अर्को कुरो के भन्छ, अब ट्र्याक्टर भनेको अलिक जोखिमपूर्ण नै हो यात्रा। अनि ट्र्याक्टरमा मान्छेहरू बस्नु भनेको हाम्रो गाउँले समाजमा अति आवश्यकता भइगयो। मान्छे मृतक भयो, मलामी जान ट्र्याक्टर नभई भएन।
होइन ट्र्याक्टर भनेको जोखिमै ट्र्याक्टरमा सवारी गराउँदाखेरि एकदम जोखिमै हुन्छ त्यसलाई चाहिँ नेपाल सरकारले पनि ट्र्याक्टरमा मलामी होस् चाहे जन्ती होस् यसलाई चाहिँ प्रतिबन्धै लगाउनुपर्छ ट्र्याक्टरमा त्यसले चाहिँ मान्छे हजुर। हिँड्नु भएन हिँड्नु भएन। ढुवानी सेवाको लागि प्रयोग गरिने हजुर त्यो कृषिको लागि हो कृषि औजार हो कृषिका लागि काम लगाउनुपर्छ मान्छेलाई अहिले दुःखद घटना भयो होइन भनौँ न 3 दिनसम्म घरमा राखिएको लासहरू जलाउन आउँदाखेरि 3 जना बित्नु भयो हाम्रो गाउँ नै अहिले शोकमा डुबेको छ हाम्रो अब समाज नै शोकमा डुबेको छ भनेपछि यो बनाउने नै अब नेपाल सरकारै हो बाटो चाक्लो बनाइदिएको छैन ट्र्याक्टरमा मान्छेहरू ओसार्ने बेला बन्द गराइदिनु पर्थ्यो उसले होइन ट्र्याक्टरमा मान्छे मलाई बोक्न पाइँदैन भनेको त मान्छेले अन्य जो गर्थ्यो बसै बनाउँथ्यो भनौँ न केही सक्नेले बनाउँथ्यो नत्र भने त्यो मोटरसाइकलमा आउँथ्यो